जय चन्द्र स्टुडियो म रमेश बस्नेत यहाँहरूलाई म आज हिन्दू धर्म र राजसंस्थाको माग गर्दै वर्षौंदेखि सडकमै आफ्नो आवाज राख्ने राष्ट्रप्रेमीहरूको देश बचाउने अभियानमै तत्परचित्त भई लागिरहेका दाजुभाइ तथा दिदीबहिनीहरूको सडक आन्दोलन देखाउन लिएर आएको छु। देशको बजेटले संघीयता धान्दैन। यो संघीयता केवल राजनीतिक पार्टीहरूको कार्यकर्ताहरूको जागिर खाने थलो बनेको छ। हिन्दू धर्म बिना हामी हाम्रो पहिचान, विवेक, कर्तव्य र नैतिकता गुमाउँदैछौँ। राजाको पालामा स्वाभिमानी र गौरवशाली इतिहास बोकेको वीर गोर्खाली भनी विश्वमा चिनिएका हामी नेपाली आज यी नालायक नेताहरूको कारण आफ्नो इज्जत गुमाइरहेका छौँ। अब धेरै ढुलो नगरौँ, हामी हाम्रो गौरवशाली इतिहासलाई फेरि जीवित बनाउन यी शान्तिपूर्ण आवाज उठाइरहेका राष्ट्रप्रेमीहरूलाई साथ दियौँ। अब सबै नेपाली जागौँ। हाम्रो र्यालीलाई एकदम संयमता, संघीयता खारेज गर, धर्मनिरपेक्षता खारेज गर, गणतन्त्र मुर्दाबाद, विदेशी दलाल होशियार, विदेशी दलाल होशियार, भ्रष्टाचारलाई कारबाही गर। साथीहरूले अगाडि यो ब्यानर खाली हुनु पर्यो। साथीहरू क्रमबद्ध रूपमा हामी एकदम अनुशासित ढङ्गले अगाडि बढाउँ। हाम्रो राजा, हाम्रो देश। मिडिया कर्मी भन्दा अरू साथीहरू पछाडि बसौँ। एक दुईजना मिडिया कर्मी र उ बाहेक कि 5 मिटर अगाडि छौँ र अरू सबै पछाडि हटाउँ र यो ब्यानरलाई चाहिँ देखिने गरेर राखौँ। हाम्रो राजा, हाम्रो देश। नेपाली जनता के भन्छ? संघीयता खारेज गर, गणतन्त्र मुर्दाबाद, भ्रष्ट दलाल होशियार, भ्रष्ट दलाल होशियार। नेपाली जनता के आदरणीय साथीहरू, आज हाम्रो यो र्याली बाबु नानीहरू पछाडि यतापट्टि आऊ, यता ब्यानरपट्टि आऊ। हाम्रो जेएमजी भाइ बहिनीहरू प्रेरणामा आइदिनु हुन अनुरोध गर्न चाहे मैले। हाम्रो राजा, हाम्रो देश। बिचमा जेएमजी भाइ कुनै पनि घुसपैठिया र उशृङ्खल कार्य गर्ने कुनै पनि साथी त हाम्रो साथी होइन। प्रहरीमाथि दाइ लाग्ने, प्रहरीहरूलाई ढुङ्गा मुढा गर्ने, प्रहरीहरूको मनोबल गिराउने कुनै पनि कार्य
राजतन्त्र राजा जनता एक हौं, राजा जनता एक हौं। आवाजको रूपमा यो र्याली अगाडि बढ्नेछ। यो र्याली अगाडि बढिसकेपछि जनतामा एउटा उत्साह तागत यो व्यवस्था फाल्ने प्रधानमन्त्री छ सागर मेजी। र्याली चाहिँ हाम्रो शक्तिशाली र्याली अगाडि बढ्छ र हाम्रो रुट भनेको चाहिँ यहाँबाट हामी वसुन्धरा चक्रवत हुँदै साबेल जाने कार्यक्रम छ। साबेलको ओह्रालोमा आमसभा गर्ने हो। त्यस कारण त्यो आसपासमा रहनुभएका सम्पूर्ण जनसमुदायहरूलाई हामीलाई खबर भए अनुसार एउटा विशाल र्याली बालाजी चोकबाट हामीलाई साथ दिनका लागि आउँदैछ। एकैछिन साथीहरू हामी धैर्य धारण गरौँ। दुर्गा पर्साईलाई